भाग्यमानी हजुरहरू होला कि म होला मैले यस्तो राम्रो भिडियो बनाउने अनि हजुरहरू जस्तो राम्रो मान्छेले मेरो भिडियो हेर्न पाउने। आज मिठो अनि छिटो प्यानकेकको रेसिपी लिएर आएको छु। यो चाहिँ बच्चादेखि ठुलो मान्छे सबैले खान मिल्छ। एउटा भाँडामा एउटा अन्डा फुटालेर हाल्छु अनि गहुँको पिठो लिएको छु। हजुरहरूले मैदा पनि युज गर्न सक्नुहुन्छ। अनि एउटा पाकेको केरालाई म्यास गरेर हालिदिने अनि भेनिला सिरपले चाहिँ बास्ना एकदम मिठो दिन्छ। थोरै नुन, थोरै चिनी अनि मनतातो दुध राख्ने आफूलाई चाहिने जति अनि आधा चम्चा बेकिङ पाउडर राखिदिने अनि यसलाई मिक्स गरेर मजाको ब्याटर तयार गर्ने। ब्याटर तयार भइसकेको छ। यति भइसकेपछि अर्को साइडमा प्यान बसालेर घिउ राखिदिन्छु अनि घिउ तातिसकेपछि अहिलेको ब्याटरलाई राखिदिने। यसलाई चलाउनै पर्दैन कि आफै गोलो सेपमा बनेको हुन्छ। अनि एकातिर पाकेपछि बल्ल अर्को साइडतिर फ्लिप गरिदिने अनि अझ यसलाई यसरी बिस्तारै अठाउँदै पकायो भने छिटो पनि पाक्छ। अनि यसरी नै मैले सबै प्यानकेकहरूलाई पालै पालो पकाएर रेडी गर्छु। बनाउन त्यस्तो गाह्रो नै छैन कि यसको प्रोसेस छिटो पनि बन्छ अनि खाँदा पनि एकदम मिठो हुन्छ। हेर्नु न कस्तो मजाले पाकेको अनि एकदम नरम कस्तो फ्लफी बनेको थियो। यसमा अझ चक्लेट सिरप हालेर खानुभयो भने त अझै मिठो हुन्छ। हनी पनि हाल्न सक्नुहुन्छ हजुरहरूले। मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट गरिदिनु होला। थ्याङ्क यू।